नचला न जे पनि चलाइहाल्छ यही हो रेस्टुरेन्ट घर चाहिँ भएर आइज है ल यहाँ फेरि बेहोरा सेउरा देखाउलास् यता आइज को छु दिदी यहाँ खाजाहरू के पाउँछ होला है खाजाहरू यहाँ मेनुमा हेरेर यो गर्नुहोस् नि मेनु गीत गाउने भन्दै थिएँ त अघि गीत गाउने चुप लाग्न म यहाँ सोध्छु त त्यो कारोके भन्ने हुन्छ हुन्छ त हुन्छ है हामीले त्यो गरिदिनु नि ऊ यहाँ भित्र जानुहोस् न यहाँनिर भित्र म देखाइदिन्छु नि तपाईँलाई ऊ यहाँ भित्र जानुहोस् न यहाँ सिधै आइज जके आम्मामा ठुले कम्ती राम्रो केटी त होइन त अप्ठ्यारो जस्तो मेरो त भित्रै छाडो परिरहेको गर्लफ्रेन्ड बनाउनु मिल्दैन के बनाइस् गर्लफ्रेन्ड बोद्लन नि कुर्ती चाहिँ हाल्न मासु खाँदै थियो त्यहाँ त दाजु बस्दै गरोस् ए ठिकै हुनुहुन्छ ठिकै छु भाइ के खानु भएको यो चिल्ली ए कसरी खान्छ यो यो चाहिँ भाइ यसो गर्छ कि हजुर, यसो हजुर। गर्छ नि यसो गरेर अनलाइन खानु ए त्यसरी खान्छ है कस्तो खालको मान्छे रहेछ हौ है कम्ती मिठो होइन साह्रै राम्रो होटेल रहेछ यो त के खालको मान्छे रहेछ यो त हाम्रो चिल्ली डल्लै खाइदिएछ म त यसको पैसा दिँदिनँ है दिदी यहाँ आउनुहोस् त कस्तो खालको मान्छेहरू आउँदो रहेछ यो होटेलमा त है डल्लै खाइदिएको नसोधी है कुदिएर आउँदो रहेछ जुम्म यहाँ हेर्नुहोस् न हाम्रो चिल्ली डल्लै खाइदिएर अन्त खोइ यसको त हामी बिल तिर्दैन है उसलाई माग्नुहोस् है बिल हामी जाउँ हामी तिर्दैन हामी यस्तो कस्तो कस्तो मान्छेहरू ल्याएर राख्छ होटेलमा खानेकुरा भन्दै खाएको दाजुले दाजुले बोलाउनुहोस् उसको दाजु दाजु कहाँ गयो उसको दाजु ठुलेले तिर्छ तिराउनु पर्यो नि म तिराउँछु नि कहाँ हुन्छ त्यसरी काम बिगाऱ्यो होला यसले अर्काको जुठो चिल्ली सबै जुठो खायो कस्तो खालको दाजु सम्झाउनु पर्दैन मैले त जहिले काम बिगार्छ दिदी माफ गरिदिनुहोस् कि म तिर्दिन्छु ल बिल तिर्नु त पर्यो नि अन्त कहाँ मेरो हुन्छ मलाई माफ गरे म दिइहाल्छु बिल त जहिले बेहोरा देखाउँछस् ओ कस्तो रातो रातो फिर्का मेरो त राल चुहिएर झन्डै लुगा भिजेको छ अनि खानु मन पर्दैन कहाँ यता सत्य पसेको त अन्त के को रातो रातो फिर्का जहिले तँ काम बिगार्छस् जहिले जहीँ जाँदैन तँले काम मात्रै बिगार्छ काम मात्रै जहिले काम मात्रै बिगार्छस् काम मात्रै बिगार्छस् काम मात्रै देखाउँछस् के त थपै आएर बस यहाँ बस बेहुरै मात्रै देखाउँछ साला कपालले बिगारिदियो साला यता कोलेर अम्बो ठुलै यो चाहिँ के हो कोठे खाता पहिलाको हामी स्कुल पढ्दाको कोठे खाता जस्तै छ त यो साउन्ड प्रुफ हो नि त यो साउन्ड प्रुफ हो यहाँ नाचगान गर्ने यहाँ दुःख सुखको गफ हुने यहाँ रमाइलो गर्ने जग्गा हल्ला खल्ला गर्दा बाहिर सुन्दैन जके त्यही कारण यसलाई चाहिँ साउन्ड प्रुफ भन्छ कोठे खाता होइन यो बुझिस् साह्रै नै कुर्सान हो मलाई त्यो बाउले पनि ठुले नि के हो ठुलै यो चाहिँ त्यो पहिला हाम्रो हजुरबाले सुर्ती हालेर तान्थ्यो नि कुर्रु कुर्त्यो हो कहाँ हो यो हुक्का हो यो फ्लेभर हाल्छ माथि हो अन्त टुर टुर पारेर तान्छ हुक्का भन्छ सुर्ती तानेको छैन बाउले मार्ला नि सुर्ती कहाँ हुन्छ मार्ला नि बाउले मलाई हिकाएको छस् तैँले अम्बो के हो यो यत्रो डल्लो छ त घुमाउने पनि बिर्को पनि रहेछ के हो ठुलै यो चाहिँ नचला त्यो बक्स हो अहिले मार्छ तँलाई नचला त्यो बक्स हो अहिले बिग्रिन्छ फाइन तिर्नु सक्दिनँ म अन्त यसले के गर्छ बक्सले यसले साउन्ड दिन्छ नि कसरी आफै यसरी आफै दिन्छ साउन्ड कहाँ दिने यहाँ छ सुन हेलो 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 अन्त के हो त्यो त यहाँ पो बोल्दैछ यहाँ त बोल्छ त तर्सेको मिल्दा जस्तो नगर्न गीत गाउँछस् गाउँछु नि कसरी गाउँछ अन्त यसमा गाना भइहाल्छ यही हो आउँछ कि गाउनु चाहिँ हेलो हेलो ए म किन आउँदैन मैले पहिला चरा चुरिङ्गा गाई बस्तु चराउनु जाँदाखेरि आम्मा यति मिठो गीत गाउँथेँ कि चरा चुरिङ्गाले नि कान यस्तो थापेर बस्थ्यो ढुकुर त झन् कस्तो सुन्थ्यो मेरो गीत आम्मा सुन्न त गीत गा बाहिर त सुन्दैन होला नि फेरि सुन्दैन हो सुन्दैन कत्रो गाउँछस् तेरो यो भर्खर फुट्ने गरेका सुन्दैन हो सुन्दै सुन्दै सुन्दैन है सुन्दै सुन्दैन गा भर्खर फुटाइदिए
ल हेलो मौका यो छ तैँले मलाई कुटेको होइन घोक्रो फुट्ने गरी कुट्ने हो तेरो पनि मर्मत राम्रो गर्छु म ठुले सुने मेरो गीत अब हे घाँस काट्नु खुर्केर आयो जो पनि हुर्केर कसलाई दियो जो पनि घाँस काट्नु खुर्केर आयो जो पनि हुर्केर कसलाई दियो जो पनि सुने घाँस काट्नु हुर्केर आयो जो पनि हुर्केर कसलाई दियो जो पनि घाँस काट्नु खुर्केर आयो जो पनि हुर्केर कसलाई दियो जो पनि आयो जो पनि हुर्केर कसलाई दियो जो पनि मलाई पुच्छै जाई लागेर मेरो इज्जत खेल्छ घाँस काट्नु खुर्केर आयो जो पनि खुर्केर कसलाई दियो जो पनि ला नाना यहाँनिर त ऊ झगडा परिरहेछ पाउँछ दादालाई बोलाउनु त छिटो ऊ हेर्नु झगडा परेको सबै देख्छ छिटाउनु त हामीले हेरिरहेको छौँ सबै देख्छ होइन यसले त देख्दैन केही देख्दैन यो त खतरा हो साउन्ड प्रुफ भन्ने सिस्टम खोइ साउन्ड प्रुफ